नयाँ ज्ञान र गुण पढ्न र जान्न सामाजिक सञ्जाल नै हो अगाडि बढ्न। दुरुपयोग नगरौँ कसैले, प्रविधि नै हो सूचना पाउन। यस सभाका सभाध्यक्ष प्रमुख अतिथि प्याप्सनद्वारा पाल्नुभएका अतिथिगण, दुधको दुध पानीको पानी छुट्याउन बस्नुभएका निर्णायक मण्डल, शिक्षक शिक्षिका तथा मेरा प्रतिस्पर्धी एवं अप्रतिस्पर्धी साथीहरू, म प्रतिस्पर्धी नम्बर 24बाट स्वीकार्नुहोस् न्यानो अभिवादन। प्याप्सनद्वारा आयोजित यस वक्तृत्व कलाको शीर्षक रहेको छ सामाजिक सञ्जाल, अवसर र चुनौती। यस विषयमा आफूले आफ्नो भनाइ राख्न पाउँदा आफूले आफूलाई निकै भाग्यमानी ठानेकी छु। सामाजिक सञ्जाल, यो नामबाट आज हामी मध्ये कोही पनि अपरिचित छैनौँ। सामान्यतः भन्नुपर्दा सामाजिक सञ्जाल आधुनिक समयको उपज हो। सामाजिक सञ्जाल इन्टरनेटमा आधारित एक डिजिटल प्लेटफर्म हो जहाँ मानिसहरूले कुराकानी गर्ने, समुदाय बनाउने, अन्तर्क्रिया गर्ने, सम्बन्ध विस्तार गर्ने, सूचना आदान प्रदान गर्ने तथा मनोरञ्जन लिने जस्ता कार्यहरू गर्दछन्। फेसबुक, इन्स्टाग्राम, ट्विटर, स्न्यापच्याट, टिकटक आदि त केवल सामाजिक सञ्जालका उदाहरण मात्र नभएर शक्तिशाली माध्यम बनेका छन् जसले मानिसको सोच, शैली, भाषा र सम्बन्धलाई समेत प्रभावित पारिरहेका हुन्छन्। तर अब प्रयोग उठ्छ, सभाध्यक्ष महोदय, के यो सामाजिक सञ्जालको प्रयोगले हामीलाई उज्यालोतर्फ डोर्याउँदैछ या अन्धकारमा फसाउँदैछ त? सामाजिक सञ्जाल अहिले विश्वभरका मानिसको लागि सूचना सम्प्रेषण गर्ने एक उपयुक्त थलो बनेको छ। नेपाल जस्तो विकासोन्मुख देशको लागि त झन् यो उपयुक्त प्रविधि नै भएको छ। पहिले चिठी लेखेर पठाएर कैयौँ महिनाको प्रतीक्षापछि प्रत्युत्तर पाउने चलन व्यापक रहेको थियो। तर जब सन् 1997मा सामाजिक सञ्जालको स्थापना भयो र हामीले प्रविधिको पहुँच पायौँ, तब महिनौँ लाग्न सूचना सम्प्रेषणको काम तत्कालै सम्भव भयो। कहाँ परेवाको खुट्टामा चिठी राखेर पठाउने कुरा र कहाँ एक क्लिकमा नै संसारभरको जानकारी पाउने कुरा, यी दुई बीच थुप्रै भिन्नता र जमिन र आसमानको जस्तो फरक रहेको छ। सामाजिक सञ्जालको माध्यमबाट अहिले हाम्रो समाजमा यदि कसैलाई अन्याय भएको छ भने उसको आवाजलाई दबाइँदैन, उसको आवाजलाई उठाएर उसलाई न्याय दिलाउने काम गरिन्छ। कन्टेन्ट क्रिएटर, इन्फ्लुएन्सर, अनलाइन बिजनेस यी सबै सामाजिक सञ्जालको वरदान हुन्। अहिले शिक्षा प्रणाली त झन् निकै सरल र सहज भइदिएको छ। युट्युबमा नै पढाउने शिक्षकहरू रहेका छन्। फेसबुकमा शैक्षिक पेजहरू खोलिएका छन् जसले शिक्षा प्रणालीको पहुँचलाई सरल र सहज बनाएको छ। यति मात्र कहाँ हो र? नेपालको गाउँमा बसेको एक युवाले सजिलै अमेरिकाको वैज्ञानिकसँग कुराकानी गर्न सक्ने क्षमता पनि सामाजिक सञ्जालले नै प्रदान गरेको हो। अब यहाँ सभाध्यक्ष महोदय, जहाँ उज्यालो हुन्छ त्यहाँ छाया पनि हुन्छ। चुनौती र अवसर त एकै सिक्काका दुई पाटाहरू हुन्। त्यसैले सामाजिक सञ्जाल 21औं शताब्दीमा वरदान ठानिए तापनि यसका थुप्रै चुनौतीहरू रहेका छन्। अहिले कतिपय मानिसहरूले सामाजिक सञ्जालको प्रयोग अनियन्त्रित र अत्याधिक रूपले गर्ने गर्दछन् र आफ्नो महत्त्वपूर्ण कार्य नै छोडेर सामाजिक सञ्जालमा केन्द्रित हुन्छन्। जब हामीले प्रयोग गर्ने वस्तु स्वभावमा बदलिन्छ तब त्यसले एक लतको रूप लिन्छ जसबाट आफूले आफूलाई निकाल्न हम्मे पर्दछ। सामाजिक सञ्जालको अत्याधिक र अनियन्त्रित प्रयोगले हामीमाथि त्यस्तै अस्वाभाविक लतको विकास गरिरहेको छ र हामीलाई यो कुरा थाहा नै छैन। अहिले जब आमाले आफ्नो बच्चालाई हेर्न छोडेर सामाजिक सञ्जालमा केन्द्रित हुन थाल्छन् र जब युवा वर्गले पढ्न छोडेर पब्जी, फ्री फायर जस्ता गेमहरू तथा अश्लील भिडियोहरूमा हेर्न थाल्छन् र जब केटाकेटीले सामाजिक सञ्जालमा आफ्नो आइडी बनाएर साथीलाई जिस्काउने गर्दछन् तब सामाजिक सञ्जालको दुरुपयोग हुन्छ। अहिले सामाजिक सञ्जालबाट घटेको अपराध